हेलो एभ्रिवान, खानासाना खाइसक्नुभयो होला सबैजनालाई नेपाली पारामा नमस्कार हैन। अनि त्यही हो, खाना खाइसक्नुभयो होला सबैले, मैले पनि खाइसकेँ। अनि आज चाहिँ हामी मेरो गाउँमा छु अहिले हैन। आज चाहिँ मेरो गाउँको बजार तपाईहरुलाई भिजिट गर्न तपाईहरुलाई म देखाउन गइरहेको छु मेरो गाउँको बजार। अनि त्यसपछि बाबा र म चाहिँ अब एकछिनमा निक्लिन्छौँ होला। अनि मेरो गाउँ कस्तो छ त्यो पनि तपाईहरुलाई म बिस्तारै भिजिट गराउने छु। अनि एकदम जोडिएर बस्नु होला मैसँग है। सबैलाई त्यही हो, सपोर्ट गर्नु होला, माया छ सबैलाई। सो गाइस, अब चाहिँ हामी निक्लिन लागिरहेको छौँ। बाबा आइरहनु भएको छ, टक्क बाबा आउनुहुन्छ। अनि हामी टक्क बजारतिर निक्लिन्छौँ अनि ठाउँहरू देखाउने छौँ। हेर्नु होला कस्तो लाग्छ, त्यही हो। हामी अहिले टक्क सर्टकट बाटो गइरहेको छौँ। अनि हाम्रो यहाँ चौर पनि छ, फुटबल खेल्ने ग्राउन्ड पनि छ। फुटबल खेल्ने ग्राउन्ड चाहिँ त्यही हो। अनि उतापट्टि इँटा भट्टा पनि छ, त्यो चाहिँ अहिले चल्दैन। अनि यो चाहिँ हाम्रो वडा कार्यालय। फुटबल सुटबल हुन्छ, फुटबल सुटबल कार्यक्रम हुन्छ यहाँ बेला बेला। कार्यालय हो यतापट्टि चाहिँ हाम्रो के भन्छ यसलाई, इँटा भट्टाको चिमिनी भन्दा क्या हो। अहिले चाहिँ चल्दैन, पहिला चल्थ्यो, मान्छे छैन अहिले। त्यही हो। फाइनली गाइस, अब यो अफ रोड चाहिँ सक्यो। अब ट्याक्क पिज आउँछ, मेन बाटो आउँछ, आनन्द हुन्छ। त्यो परको चाहिँ आँखा हस्पिटल कि अस्पताल के भन्छ।
बजारमा आइसकेको छौँ अनि हाम्रो बजार चाहिँ यहाँको यस्तै हो। यहाँको बाबाले बाइक झिनिदिनु भएको छ। खाजा साजा पाउने ठाउँ हो यता। बजार त्यति खुलेको छैन अहिले, यहाँ भिडभाड छैन आज। यो ठाउँमा भिडभाड भयो भने चाहिँ फेरि प्याकका प्याक हुन्छ, फेरि त्यस्तो हुन्छ। सो गाइज बाबा चाहिँ त्यहाँ कपाल गाड्ने ठाउँमा बसिरहनु भएको छ। अनि हाम्रो यो बजारमा चाहिँ आज कसै मान्छे छैन त्यस्तो धेरै, कति पसलहरू खोलेको पनि छैन। अब सानोतिनो होटेलहरू चाहिँ खोलिरहेको छ, खाना खाने पसलहरू, त्यही हो। अरू के भनौँ। अनि यहाँनिर चाहिँ हाम्रो पिकनिक स्पोट जस्तो छ यहाँनिर। यसलाई भन्छ के भन्छ यसलाई, मलाई पनि ठ्याक्कै थाहा भएन। राईधारा सक्ने यसलाई के भन्थ्यो त्यो म सोधेर भनौँ ल। अनि हो त्यहाँनिर चाहिँ बुलेट रहेछ, फेभरेट हो मेरो। यहाँ चाहिँ फेरि इन्डियाको मान्छेहरू पनि आइरहेको हुन्छ। सो यतापट्टि चाहिँ खसी ससीको मासु खाने ठाउँहरू छ। खौली साउली तरकारीहरू पनि छ यतातिर। यताबाट फेरि अर्को बुलेट आयो जस्तो, इन्डियन बुलेट आइरहेको पड्किँदै गयो। फलफुल केरा सेरा सबै पाइन्छ है फेरि। तपाईँहरूलाई एउटा म बेस्ट ठाउँ देखाउँदैछु। त्यहाँ चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि नेपालको झन्डा सन्डा हालेर पुललाई त्यहाँ सजाएको थियो। अहिले चाहिँ झन्डा के गरेको छ थाहा छैन, पहिला चाहिँ थियो। झन्डा छ अहिले पनि वहाँनिर। त्यही हो, यहाँ चाहिँ नेपाल भारत सहयोग भनेर आएछ है, हेर्न सक्नुहुन्छ। यही हो बजार। यहाँ अहिले खासै मान्छे छैन, गाडीहरू हिँड्न लागिरहेको छ त्यहाँ। यहाँ हाम्रो बस पार्क भयो, धेरै गाडी पनि छैन। मान्छेहरू सामान आउने ल्याउने गरिरहेको छ, बाइकमा जानु भइरहेको छ। मान्छे भनेर चाहिँ हात्ती है, फेरि एकदम डेन्जर हात्ती। बाघ पनि यहाँ पहिला एउटा दुइटा थियो, पहिला कति समातेर लगाएको थियो। यो यहाँ पनि पाइन्छ हाम्रो ठाउँमा। अनि हात्ती टक्कै यो तपाईँको धान सान काटेर त्यो भित्राउने भगारीमा हाल्ने बेला हुन्छ नि, त्यो टाइममा चाहिँ टक्क हात्ती साथी पनि लागिरहेको हुन्छ। जाडो महिनातिर माघ पुस यस्तै टाइममा हात्ती लागिरहेको हुन्छ। यहाँ चाहिँ दाइहरूको के भइरहेको छ, बाइक दाइहरूको यहाँ बाइक बिग्रे जस्तो छ, बनाइराख्नु भएको छ। हाँसिरहनु भएको छ। यतापट्टि चाहिँ मान्छे आवत जावत भइरहेको छ। यहाँनिर अलिअलि गाडी चाहिँ रहेछ है, पिकनिक खाना लाउनु भएको रहेछ उता इन्डियाबाट। अनि यहाँनिर पिकनिक खानालाई यहाँ के लिएर गयो यसले, यहाँ पिकनिक खाना आउनु भएकोलाई चार्ज पनि लिनुहुन्छ। यहाँ हाम्रो यहाँनिर दाइहरू बस्नुहुन्छ। अनि हामीलाई यहाँ छुट्टै अलिक सस्तो हुन्छ चार्ज। यहाँनिर इन्डिया बाहिरबाट आउनेहरूलाई चाहिँ अलिकति बढी चार्ज लिनुहुन्छ। त्यही हो, यहाँ खाजा खाइरहनु भएको छ कति चाहिँ। अनि तपाईँहरूलाई म त्यो पुल चाहिँ देखाउँछु, पुलको भिजिट चाहिँ गराउँछु होइन। पुल चाहिँ दामी छ एकदम, झन्डा सन्डा हालेर बवाल गरेको छ। अनि यहाँनिर फोटोसुट भइरहेको छ त्यहाँ अगाडि हेर्न सक्नुहुन्छ। पिकनिक सिकनिक फोटोसुट यतापट्टि यता अघि बिग्रिया बाइक तानेर लिएर गइरहनु भएको रहेछ।
उहाँहरू चाहिँ इन्डियाको हो। यहाँ द फुड स्याक्री फ्यामिली फुड रेस्टुरेन्ट चाहिँ कता छ? अनि यहाँनिर चाहिँ सशस्त्र क्याम्प छ, अनि अलि अगाडि चाहिँ पुलिस क्याम्प छ, अनि हाम्रो जङ्गलमा चाहिँ फेरि आर्मी क्याम्प पनि छ है। फेरि यहाँ चाहिँ सशस्त्रको एपिएफ फोर्स भन्छ क्या हो। यहाँ फोटोसुट भइरहेको छ। यता गाडी, यता बाइक। यो भन्छ ठ्याक्कै यो ठाउँ यहाँनिर चाहिँ ठोरी भ्यू रिसोर्ट भन्छ। त्यहाँ फोटोसुट भइरहेको छ, त्यहाँनिर हेर्न सक्नुहुन्छ। आई लभ ठोरी। त्यहाँनिर हेर्न सक्नुहुन्छ। अब पुलमा टक्क नेपालको झन्डा देखियो कि देखेन यहाँबाट? नदेखे पनि म नजिक गएर देखाइहाल्छु तपाईँहरूलाई होइन, चिन्ताको कुरै भएन। यता चाहिँ दाइ आइरहनु भएको रहेछ बाइकमा। ए सायद यता माथि रिसोर्ट बने जस्तो छ है, त्यो पनि घुम्न जानुपर्छ कुनै दिन। यहाँ माथि गइरहनु भएको छ। त्यही हो, यहाँ चाहिँ अब घुम्नलाई अलिकति चाडबाडमा चाहिँ आउनुहुन्छ मान्छेहरू बढी। अनि भाइहरूले चाहिँ कुचो ल्याइरहेको छ। कहाँ लानु लाग्यो भाइ कुचो कहाँ लानु ला? चौक बजार बेच्ने हो यो लगेर? होइन होला, बेच्ने हो। कतिमा बेच्ने गरे हो? सबै बेचिन्छ त अनि? ल राम्रोसँग बेच है त। भाइहरू चाहिँ कुचो बेच्न जानु लाग्यो अरे। अब घरबाट पठाउनु भयो कि आफै हिँडेको हो थाहा छैन होइन, त्यही पनि गर्नुपर्छ सानोतिनो काम सबैले। हाम्रो त यता यस्तै हो, सबैले गरिरहनु भएको हुन्छ। यहाँ हाम्रो एपिएफ फोर्स भयो, नेपालको झन्डा छ त्यहाँनिर। सायद त्यहाँ माथि रिसोर्ट छ अहिले। अनि हाम्रो यहाँनिर एपिएफ फोर्स बस्नुहुन्छ। यहाँ हाम्रो खोलाको पुल भइहाल्यो। यहाँनिर चाहिँ झन्डा राखेर एकदम राम्रो बेस्ट बनाएको छ, सजाएको छ। यो तपाईँहरूलाई म टक्क 12मा अलि बेलुकातिर भएको भए दामी भ्यू आउँथ्यो। त्यहाँ खोलामा मान्छेहरू पनि हुनुहुँदो रहेछ। के गरिरहनु भएको छ चाहिँ थाहा छैन। त्यो पनि देखाउँछु। त्यहाँ मान्छेहरू हुनुहुन्छ, के गरिरहनु भएको छ। हो सिट्ठी हानेर गइदियो उता मान्छे खोलामा। यसलाई भन्छ हाम्रो ठुटे खोला पुल, ठुटे रिभर ब्रिज। लम्बाइ 102 मिटर। के हो यो? स्पान लेखाएको छ, स्थान लेख्न खोजेको हो कि के हो? अनि यहाँनिर ल हेर्नु, नेपालको झन्डा राखेर एकदम यो पुल चाहिँ। अनि उतापट्टि चाहिँ हाम्रो इन्डिया हो क्या खास। अनि हाम्रो यता नेपालपट्टिको साइडमा चाहिँ नेपालको झन्डा राखेर पुल छ यहाँनिर टक्कै। दामीसँग यहाँ बेलुकातिर यहाँ अति मान्छे आउनुहुन्छ फोटो खिच्न। लु त नेपालबाट पनि आउनुहुन्छ फोटो खिच्नुहुन्छ, हाम्रो उता इन्डियाबाट पनि आउनुहुन्छ फोटो खिच्नुहुन्छ। यतापट्टि फेरि ऱ्याम्बो रिभर साइड कटेज रहेछ। यो खोलामा चाहिँ पानी ठुलो आउँछ फेरि अति। यहाँ पौडी सौडी खेल्न नि आउनुहुन्छ। सायद त्यहाँ माछा मारिरहनु भएको जस्तो छ होइन? हो त्यहाँ माछा साछा मारिरहनु भएको छ त्यहाँ खोलामा सबैजना मिलेर। ग्याङ हुनुहुन्छ ग्याङ। अनि यतापट्टि चाहिँ टक्क घुम्नलाई हिँड्नु भइरहेको छ। हाँस्दै जानु भएको छ है, हाँस्दै। कोही बेला चाहिँ झगडा पनि पर्छ यहाँनिर फेरि अति। यता नेपाल र उता इन्डियाको।
यो हेर्नु यहाँनिर सेतो भिड देखिन्छ क्या पुरै यो के भन्छ यसलाई कमेरो माटो भन्छ क्या हो सायद है सेतो भिड देखिन्छ त्यही हो पञ्चेश्वर मुक्ति धाम प्रवेशद्वार रे अनि यहाँ चाहिँ र्याम्बो रिभर साइड कटेज यहाँनिर रोकेर एपिएफ फोर्सले सोधिरहनु भएको छ कहाँ जान लाउनु भएको के गर्न जान लाउनु भएको यताउता सबै चेकजात हुँदैछ यहाँनिर उहाँहरूको काम भइरहेको छ त्यही हो उहाँहरूले इन्ट्री सिन्ट्री गरिरहनु भएको छ हाम्रो नेपाल दाजुले अनि यतापट्टि रिसोर्टमा चाहिँ त्यहाँ मान्छेहरू बसिरहनु भएको छ अहिले मसँग रिसोर्ट जाऊँ भन्नेले डो छैन होइन तर छन छ तर रिसोर्ट गएर बस्ने जस्तो डो पनि छैन अनि केटाहरू पनि छैन कोही पनि केटाहरू आयो भने चाहिँ ठक्क रिसोर्ट सिसोर्ट भन्ने बानी हो तपाईँहरूलाई यो भित्र पसेर पनि देखाउँछु म यहाँबाट होइन अनि उतानिर चाहिँ चिसो पानी आउँछ कि उ त्यो त्यहाँ मान्छे नुहाइरहनु भएको छ होइन तपाईँहरूलाई किन देखा छ कि छैन नुहाइरहेको ठाउँमा के देखाउनु तर त्यहाँनिर चिसो पानी आउँछ के भनेर नाम चाहिँ ठ्याक्क राईधारा रहेछ यहाँनिर चाहिँ यसरी चार्ज दिनुहुन्छ टक्क भित्र छिरेपछि पिकनिक सिकनिक खान आउनेहरूलाई अनि यहाँनिर चाहिँ एकदम फोटो सोटो बढी फोटो चाहिँ यहाँनिर सुट हुन्छ नयाँ मान्छेहरू आउनु भयो भने चाहिँ यहाँ आई लभ थोरी लेखेको छ नि त सो यहाँनिर चाहिँ अलिक बढी सुट हुन्छ फोटो पहिला पनि हामी पनि यहाँ तिहारमा भैली खेलेर पिकनिक खान आउने ठाउँ यही हो होइन यहाँबाट अन्त पनि गइन्छ तर कोही कोही बेला चाहिँ यहाँ आइन्छ कोही कोही बेला चाहिँ अलिक टाढै नै गइन्छ बस रिजर्भ गरेर यही आई लभ थोरी लेखेको ठाउँ यहाँ अलिक बढी फोटो सोटो सुट हुने भित्र चाहिँ यस्तो छ शौचालय उता छ त्यही हो अब म एकछिन कति घाम भयो एकछिन गएर बस्छु कति घाम भयो है मलाई चाहिँ अब म एकछिन गएर बस्छु केही खान्छु अनि त्यसपछि बल्ल फेरि हिँड्छु म क्याम्प फायर रिसोर्ट थोरी क्याम्प फायर अनि यतापट्टि हाम्रो अलिकति अगाडि चाहिँ थोरी जङ्गल रिसोर्ट कि यस्तै के छ होइन त्यहाँ पनि बेलुका चाहिँ अति बवाल हुन्छ अस्ति तिहारको दिन हामी त्यहाँ भैली खेल्न जाँदाखेरि चाहिँ दामी सजाएको थियो डेकोरेट चाहिँ दामी गरेको थियो त्यहाँनिर अति बवाल हुन्छ त्यहाँनिर कुनै दिन गयो भने चाहिँ तपाईँहरूलाई त्यहाँको पनि भ्यू देखाउँछु होइन त्यही अझ यहाँबाट उता पनि दामी छ भ्यूहरू कुनै दिन जाउँला अहिलेलाई चाहिँ अब एकछिनपछि भेटौँला हस्त बाई खास फ्रुटी खान खोजेको फ्रुटी नरहेछ अनि स्प्राइट आइरहेको छु होइन सोधेको त्यहाँको अङ्कललाई यहाँ मान्छे त्यति आउँदैन क्या हजुर भनेको बेलुकातिर अहिले अलिक घाम भयो अरे बेलुकातिर चाहिँ आउनुहुन्छ भनेर भन्नुभएको छ यहाँ नो पार्किङ लेखेको रहेछ र बेलुकासम्म सायद अब म यहाँ हुँदिनँ होला जानुपर्छ होला त्यही पनि भयो भने बेलुका फेरि एकपल्ट यतातिर आउँछु बाबालाई पनि अब एउटा चिसो किनेर लैदिनु पऱ्यो बसिरहनु भयो होला त्यहाँ एकजना अङ्कल हुनुहुन्छ अङ्कलको चाहिँ त्यहाँ कपाल काट्ने पसल छ मेरो नि कपालमा कलर गर्नुपर्ने अलिकति लामो भएपछि कलर गर्छु अब अटो पनि चल्छ अटो पनि आइरहेको छ त्यही हो गाइस भेटौँला जोडिने होला धन्यवाद वही यहाँ अगाडि एउटा यस्तै सेमी स्प्राइट किन्छु बाबालाई लगिदिन्छु बिस्तारै बिस्तारै मान्छे भिड हुँदैछ जस्तो लागिरहेको छ मलाई गाडी हिँड्न लागेको जस्तै छ उतापट्टि अब एउटा म यहाँनिर चिसो किन्छु यहाँ छ कि छैन यता अगाडि दिन चिसो छ त दिनु न यस्तैमा दिनु है यस्तै छ कि छैन कोकमा यस्तै छ दिनु
दिदी कति ₹50 हो गाइस कोक्लीगे मैले यहाँ स्प्राइट नरहेछ के गर्ने हो कोक अब कहाँ हाल्ने त्यहाँनिर के हो डर जस्तो नि देखेँ मैले त्यहाँ अगाडि कोक हाल्छु पहिला एक ठाउँमा यतापट्टिबाट जानु पर्यो ढटाको बस आइरहेछ बस उता बस आइरहेछ बस गयो टक्कै यहाँबाट यहाँ डट्छ उतै प्लेट अघि मैले प्लेट भनेको थिएँ नि तपाईँहरूलाई उतै प्लेट देखा हो अनि यहाँ खाजा घर त्यही हो खाएँ मैले स्प्राइट अब बाबालाई लैदिन्छु त्यहाँ बसिरहनु भएको छ के गर्नु भएको छ के काम हो यहाँ बाबाको यस्तै हो यहाँ चाहिँ डुक पनि रहेछ त्यहाँनिर बाबा त्यहाँ बसेर सायद केही खाइरहनु भएको जस्तो छ साथीहरूसँग भेट होला फेरि एकछिनमा है त बाहिर जति घाम छ कपाल कट भइरहेछ यहाँ अङ्कल हजुरले कलर हाल्नुहुन्छ कि हुन्न हो कलर चाहिँ हाल्नुहुन्न अरे अब कलर हाल्ने प्लान चाहिँ क्यान्सिल हामी चाहिँ त्यहाँबाट निक्ल्यौँ तपाईँहरूलाई देखाउनु छोडेको गाउँ चाहिँ म यहाँ आउँछु यस्तरी सजाएको छ सो गाइज अब फाइनली म चाहिँ घर आइसकेँ होइन त्यही हो अब भ्लग स्लग हेर्नु इन्जोय गर्नु नयाँ भ्लग हो खासै अब राम्रो बनाउन त आउँदैन पहिलो प्रयास हो तपाईँहरू हेर्नु इन्जोय गर्नु अनि कमेन्टमा भन्नु होला कहाँ के गर्नुपर्ने छ कहाँ मिस्टेक छ है त्यही हो इन्जोय द भ्यू इन्जोय द भ्लग बाई बाई धन्यवाद